विकास भनेको के हो? कुनै क्षेत्रका सबै नागरिकहरूको जीवन स्तरमा सुधार भई त्यो क्षेत्रको सर्वाङ्गीण समुन्नति नै विकास हो, जसले त्यो क्षेत्रको भौतिक पूर्वाधारमा भएको सुधारलाई मात्र नभई त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, प्रविधि, खेलकुद आदि जस्ता विभिन्न पक्षहरूको समग्र सुधारलाई जनाउँछ। विकासको यो परिभाषा मेरो होइन, अहिले कक्षा 9 मा अध्ययन गरिरहेको मेरो छोराले मलाई दिएको जवाफ हो यो। अब चर्चा गरौँ हाम्रा नेताहरूले भन्ने गरेको विकासका बारेमा। मलाई कुनै यस्तो नेता देखाइदिनुहोस् जसले आफ्नो क्षेत्रमा यस्तै समग्र सुधार गरेको होस्। छन् कोही? छ कसैसँग जवाफ? मलाई थाहा छ तपाईहरु सबै नाजवाफ हुनुहुन्छ। कोही भएको भए पो जवाफ हुन्छ त, हैन र? मेरा बा गाउँमा कृषि कर्म गर्नुहुन्थ्यो। म पनि उहाँको पश्चात पछ्याउन चाहन्थेँ, तर मैले भविष्य देखिनँ। किन? मैले भनिरहनु नपर्ला, हामी सबैलाई थाहा छ यहाँका कृषकहरूले भोग्नु परेको शास्ति। न त समयमा मल बिउ पाइन्छ, न त उचित बजार व्यवस्था नै। त्यसैले मैले गाउँ छाडे अनि विराटनगर आएँ। यो 2065 सालतिरको कुरा हो। मैले गाउँ छोड्नु यसमा कसैको दोष छैन, न त कुनै नेताको, न राज्यको, न त व्यवस्थाको नै। म स्वेच्छाले आएँ, श्रम गर्छु, राज्यलाई कर तिर्छु, परिवारसँग सुख दुःख सँगै बसेर एक आपसमा रमाउँछौँ हामी। बस यस्तै छ मेरो जीवन। 2070 सालमा फेरि संविधान सभाको दोस्रो चुनाव भयो। हामी सपरिवार गाउँ गयौँ। आफूलाई मन परेको पार्टी नेतालाई मत दियौँ, आयौँ। त्यस पछाडि 2 पटक चुनाव भयो, 2074 सालमा र 2079 सालमा। तर दुवैपल्ट म गाउँ गइनँ। किन? राजनैतिक वितृष्णा। कारण अर्कोपट्टि भनौँला, अहिलेलाई छोडिदिउँ। त्यसो भए अहिले के त? अहिले छ नि विराटनगरको कुरा गरौँ न। 2065 सालमा म विराटनगर आउँदा जस्तो थियो अहिले पनि त्यस्तै छ, केही फरक छैन, केही विकास भएको छैन। भन्नु होला तेरो दिमाग त खराब भएन? म भन्छु छैन, होइन, हो। विराटनगरमा केही नयाँ घर थपिए, उपमहानगरबाट महानगर बन्यो, अलिकति क्षेत्रफल बढ्यो, केही ठाउँ कच्ची सडक ग्राभेल भए, ग्राभेल सडक पिच भए, केही सपिङ मल खुले, केही होटल खुले, केही रेस्टुरेन्ट खुले, अनि केही ठाउँ साँगुरा सडक फराकिला भए। बस त्यति त हो नि, अरू के भएको छ र विराटनगरमा? तर अहिले पनि विराटनगर 2065 सालभन्दा अगाडि जस्तो थियो त्यस्तै छ भन्छु। किन? एकपटक अहिले यति बेला ल 10 मिनट पानी परोस् त विराटनगर के हुन्छ? अहिले पनि डुब्छ विराटनगर, घुँडा घुँडासम्म अथवा त्योभन्दा माथिसम्म पुग्छ पानी। उचित निकास छैन। सडक फराकिला र चिल्ला त भए, तर पैदल यात्री र साइकल यात्रीका लागि त धरा थापे जस्तै भएका छ नि। न त यहाँ व्यवस्थित पदमार्ग छ, न त कुनै साइकल लेन नै। त्यसमाथि सडककै किनारमा बनेका यी अव्यवस्थित पार्किङ स्थल। केही किन्न बजार जानु पर्यो, गयो, पिसाब फेर्न घर आइपुग्नुपर्छ। सार्वजनिक शौचालयको कुनै व्यवस्था छैन। अस्पताल गयो, हातमा बिमा कार्ड छ, वार्षिक प्रिमियम बुझाएको छ, तर बेड छैन। भनसुन गरेर बेड पायो, बिमाले दिने औषधि छैन, बाहिर किन्नुपर्छ। दैनिक श्रम गरेर 20-50 रुपियाँ पैसा बचत गर्यो, ब्याङ्कमा गयो, ब्याङ्कले 100 रुपियाँ भन्दा मुनि डिपोजिट लिन्नै मान्दैन। अनि के? त्यस पछाडि सहकारीलाई दियो, सहकारीले सङ्कलन गर्न आउँछ, लिएर जान्छ 20-50 रुपियाँ। जब फिर्ता भुक्तानी माग्ने बेला आउँछ नि, सहकारी नै गायब। यस्तै छ यहाँको विकास। अब कुरा गरौँ न शिक्षाको। निजीको त कुरै नगरौँ, निजीको कुरै नगरौँ। त्यो त एउटा व्यवसाय न हो, व्यापार न हो। सार्वजनिक शिक्षा निःशुल्क छ भन्छन्,
दैनिक 800,000 कमाउने एउटा श्रमिकले निजीमा त पढाउन सक्दैन आफ्नो छोराछोरी, त्यो त उसको क्षमताभन्दा बाहिरको कुरा हो। त्यही भएर सार्वजनिक शिक्षा निःशुल्क छ भन्दै सार्वजनिक विद्यालयतिर आफ्ना छोराछोरी पठाउँछ। तर वार्षिक एकमुष्ट 15-20 हजार नपाइकन त्यहाँ पनि भर्ना पाइँदैन। अब भन्नुहोस् त विराटनगरमा कहाँ चाहिँ विकास भएको छ?